अनि कामरा बनाएर आज सकिन्छ त बा सकिन्छ दुईवटा त हुनु पर्छ ढोका चाहिँ गजब राम्रो बनेर छ फेरि बोलाउँछ नि फेरि ल तपाईँले के अरे बोलायो भने झन् पैसा दिन्छ त पैसा आउँछ त काममा लागेपछि पैसा आउँदैन आउँछ कति वर्ष हुनुभयो तपाईँ 82 भयो 82 भयो अनि काम गर्दा गाह्रो हुँदैन यो थकाइ लाग्दैन लाग्छ थकै त लाग्छ नि यो बसीको काम किन हात खाली बस्नु भनेर ए घरमा तपाईँ एक्लै हुनुहुन्छ कि अरू नि छन् मान्छे छ दाइको नाता नातिनीहरू छ छोरी जुवाई छ तपाईँको बिहे गर्नु भएन बिहे गरेर कुन म घरमा बसेन अनि भएन नि ए ए अब बिहे गर्दै इन्डियामा गयो अब अर्कोले जान्छ त्यो अनि फेरि इन्डियाबाट फेरि बिहे गर्यो फेरि इन्डिया गयो फेरि छैन त्यस्तो त हो नि ए ए कामरा बनाएर टक्क ल टोका कामरा हालेर यो चाहिँ गोठालामा सानैदेखि सिकिरहेको चाहिँ यो इलाम चाहिँ कति वर्षदेखि बोल्नु भएको त टोका चाहिँ मैले 6 वर्षदेखि सिकेको भनेपछि बच्चादेखि नै टोका बने गोठालामा ए अनि त्यहाँदेखि छोडेकै अनि घर बनाएर हिँड्यो यस्तो कति घर बनायो मैले कहिले कति ल्याउन लायो कति रङ लगायो उइजेल आइदिए खत्तम मेरो लामै खत्तम ए घर बनाउन ठेक्का लिनु हुन्थ्यो पहिले ए ढुङ्गाको ए ए ए ढुङ्गा माटोको तर तपाईँको यति उमेरमा यति काम गर्ने चाहिँ मलाई चाहिँ राम्रो लाग्यो अब थाङकोटतिरको आमेहरूले पनि बुन्छ यो बाँस चिरेर कि ए तपाईँको गाउँतिर चाहिँ बन्दैन होला अरूले बुन्छ बुन्नेहरू चाहिँ अब बुढोबुढाहरू गइहाल्यो अब केटीकेटीहरूले सिक्दैन अब कसले गर्छ र छैन ए ए गर्नु त जब राम्रो डोका बन्नु हुँदो रहेछ अब यहाँ पहिले त्यो सलेबासमा आएको म बुन्नुलाई त्यहाँदेखि यो रानी पनि जम्मै बोलाएर अनि म धेरै भयो अनि गाउँबाट डोका बन्न झरे कति भयो त माथिबाट यहाँ 2 महिना भयो 2 महिना भयो अब कति 2 महिना बस्नुहुन्छ होला 2 महिनामा एकचोटि घर गयो दसैँमा तिहारमा अनि त्यहाँदेखि फेरि आयो फेरि बुन्दैछ ए अब यहाँतिर फेरि 1 महिना फागुनसम्म आउँछ होला फागुन चैतसम्म ए भनेपछि अरू 2 महिना 4 महिना चाहिँ डोका बुन्न पुरा सिजन हो नि यो घरमा आफ्नो चाहिँ फ्यामिली रहन्छ कि छैन ए अलि उमेरमा बिहे गर्न मन लाग्छ के अरे बाजेलाई उमेरमा बिहे गर्यो अनि के गर्नु इन्डिया गयो बिहे गर्दै इन्डियामा जाँदै बस्छ र हामीहरू बस्दैन ऊ बेला त काँधमा बोकेर ल्याउँदा हुने नि बा के ऊ बुढी ए रातभरि गीत गाउने भोलि बिहान यति बेला त आउने काँधमा बोकी ल्याउँदै रह्यो भनेर चोरेर के बग्दैन तपाईँ दोहोरी गाउनु हुन्थ्यो दोहोरी गाउँथ्यो पहिला रातभरि ए हाम्रो तामाङ भाषाबाट के तामाङ भाषाबाट तामाङ सेलो तामाङ सेलो गाउँथ्यो जात्रा आउँछ अनि जसले जित्यो त्यसलाई लाने कि कस्तो त्यस्तै बाजी राख्छ पहिले नि गीत गाउनु हुन्थ्यो पहिला जुन हार्यो
केटा हार्यो भने केटीले लान्छ, ए केटी हार्यो भने केटाले ल्याउँछ कि। अनि अहिले चाहिँ एक्लै भएँ, अब गीत गाएर एउटा साथी लिएर आउँ कि बाँचन्जेल भन्ने लाग्छ कि के लाग्छ? त्यसो लाग्दैन अब। हजुर अब बुढेसकालमा कहाँ ल्याउँछ? हो नि। अनि उहिलेको जात्रा मात्र गयो भने बुढीहरूले गाउँथे, बुढीहरूले चाहिँ गाउँछ, अहिलेसम्म पनि गाउँछ। अहिलेको केटीहरूले जान्दैन। ए तपाईँले पहिला चाहिँ मजाले तामाङ सेलो गाउने, अनि तामाङ सेलो गाएर जसले जित्यो भने लिएर आउने, लिएर आउने। अनि बुढी जित्यो भने तपाईँले जानुपर्ने कि कस्तो त? केटीले जित्यो भने जानुपर्ने फेरि उसको घरमा, घर जुवा। ए त्यस्तो थियो कि आफूले जित्यो भने उसले आफ्नो घरमा आउनुपर्ने। आउनु पर्ने बाजिन रहेको थियो कि बेलुकै। कति वर्षदेखि डोरी खेला चाहिँ? 15-16देखि? गोठालैदेखि, सानैदेखि? 5 वर्षदेखि त्यो केटीकेमा गोठाला गयो, गोठालामा केटी दोहोरी खेल्ने कि। अनि त्यसो गर्दा गर्दा अनि बानी भयो। अनि जात्रामा त धानीश्वर जान्ने, महादेव पोखरी जान्ने, काकीश्वर जान्ने, गीत गाउने, जहाँ पनि माता तीर्थ जान्ने। पहिले त्यस्तो थियो, अहिले त छैन। अहिले त सबै विदेश, अहिले त जम्मै विदेश हो नि। जम्मै विदेश। अहिले त छैन त्यस्तो। अलिकति विदेशीको भाषा सिक्यो गयो। अब वस्तु पनि पाल्दैन उही बेला त। घाँस सोतर गर्नुपर्ने वनमा, यतिखेर त वनमा गीत गाउँदै घाँस काट्दै सत्तर काट्दै हो नि। हो उहिले त गाई बस्तु धेरै पाल्थ्यो नि त, केटी धेरै हुने। त्यस्तो छ बात, त्यस्तो छ। ल मलाई चाहिँ तपाईँको मेहनत देखेर अब यत्रो उमेरमा पनि के त्यसै बसिरह्यो भने जिउ पनि दुख्थ्यो कि। यस्तै भनेपछि तपाईँ ठ्याक्कै 2000 सालको रहेछ, 82 वर्ष भने 100 सालको। 1 सालको हो। 1 सालको चाहिँ 1 सालको हो। 1 सालको हो। 1 साल कुन महिनाको नि तपाईँ? त्यो वैशाखको भनेको हो कि वैशाख हो। ठ्याक्कै 82 वर्षको मान्छे यत्रो दुःख गरेर गरिरहनु भएको रहेछ। अनि तपाईँलाई यो दुःख गरेन भने भतिजाहरूले पाल्छ कि पाल्दैन? पाल्न त वजन लाउँछ नि त, पाल्नु त पाल्छ नि। तपाईँको जग्गा जमिन छुट्टै छ कि छैन? जग्गा जमिन 2 रुपियाँ पनि गएको के काम। अब उहिले बाजे बराजुहरूले धेरै जग्गा कमाएर राखेन। मल बोक्नेको 400। मल बोक्नेको 400? यो सबै मल बोक्नु हुन्छ होइन? ऊ त्यो घाँस काट्नेको 500। एउटाको 500? यो 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 चाहिँ अलिक सानो हो। यो आँगन यो चाहिँ ठुलै हो। यो मकै बोक्ने। त्यो मकै बोक्ने कति? त्यो चाहिँ 600। त्यो 600। अर्को 500। अर्को 500। यो त 400। यो 400। ल राम्रो छ।